टु माई च्यानल गाइज। सो यो लग चाहिँ कुन लग हो भनेपछि मेरो मम्मीको बर्थडे, एक्चुअली नट टुडे चाहिँ होइन, भोलि 7 बजे हो, भोलि 7 गते चाहिँ हो होइन। र मैले चाहिँ समथिङ प्लान्स छ मेरो मिडनाइटमा। मेरो मिडनाइट नर्मल प्लान भने म मम्मीलाई सरप्राइज गरिदिन्छु, के अरे समथिङ मेरो स्पेसल एउटा छ, त्यो लिएर म सरप्राइज गरिदिन्छु मम्मीलाई चाहिँ होइन। मेरो प्लान छ, मेरो प्लान के कस्तो हुन्छ, एक्सिट हुन्छ कि नै, कस्तो हो के कस्तो हो त्यो सबै हेर्नु होला होइन। र यो लग पनि इन्जोय गरिदिनु होला र मलाई सपोर्ट देखाइदिनु, मेरो च्यानललाई सब्सक्राइब गरिदिनु र भिडियो जति सक्दो त्यति सेयर गरिदिनु होइन। र मेरो इन्स्टाग्राम पेजमा पनि फलो गरिदिनु होला है त। र म यो लगहरूमा के कस्तो गर्नेछु, के कस्तो हुन्छ हेर्नु होला। र हजुरको इदर मदर फादर कसै बर्थडे आउँदैछ भने यु क्यान अल्सो ट्राई दिस आउट र कस्तो छ हेर्नु होला होइन। र मलाई कस्तो थियो प्लान र कस्तो लाग्यो हजुर यो बर्थडे सेलिब्रेसन मलाई भनिदिनु होला है। यो बर्थडे पार्टमा पनि आउन सक्छ, नत्र म एउटैमा हालेर नै हालिदिन सक्छु, किनकि फर्स्ट अफ अल 12 मिडनाइटमा एउटा गरिरहेको छु र लेटर अन म के अरे नेक्स्ट भोलिपल्ट पनि मनाउनेवाला छु है त, हेर्नु होला। Few moments later. So now होइन आई एम गोइङ टु बाई पेस्ट्री। म पेस्ट्री किन्न जाँदैछु तल डेरीमा, अनि हजुर देखाउने छु है त। र गिफ्टको कुरा गर्दा चाहिँ मैले गिफ्ट अलरेडी किनिसकेको छु र के गिफ्ट हो हजुर म एकछिनमा देखाउँछु है त। पहिलो चाहिँ डेरीमा गएर पेस्ट्री किन्न होला है त। Few inches later. We are here होइन टु बाई द पेस्ट्री, लेट्स गो एन्ड बाई है त। सो गाइस दिज आर द अप्सन्स होइन, लेट्स सी म यसबाट कुन किन्छु होला। इज होइन यो हामीले सेलेक्ट गरेको, लेट्स बाई दिस। सो पेस्ट्री इज गेटिङ प्याक होइन, गेटिङ प्याक एज यु क्यान सी। हाम्रो पेस्ट्री चाहिँ प्याक हुँदैछ। सो गाइज हामीले चाहिँ त हाम्रो पेस्ट्री लिइसक्यौँ होइन। अब चाहिँ घर जाऊँ होला होइन, सिक्रेटली गएर यो पेस्ट्रीलाई छुट्टै लुकाइदिउँ फ्रिजमा, सो द्याट मम्मीले नथाहा पाउनुहोस्। र हाम्रो आजको जुन प्लान छ हाम्रो होइन, मेरो र बहिनीको भन्दा पनि मिल्छ, अथवा त्यो मेरै प्लान हो, बहिनी सानो चाहिँ किन प्लान बनाउँछ र मेरो प्लान चाहिँ सक्सेसफुल होस् होइन। सो यो पेस्ट्री चाहिँ म गएर लुकाउँछु अहिले, सिक्रेटली लिएर जाऊँ होला र लुकाऊँ होला है त गाइज। सो गाइज वी आर हियर होइन, अब चाहिँ हामी सिक्रेटली जाऊँ होला। अनि मैले यो पेस्ट्रीलाई चाहिँ मैले यहाँ छोडिरहेको छु अगाडि होइन, यहाँनिर छोडिरहेको छु। अब चाहिँ म भित्र गएर हेर्छु अनि लुकाइदिन्छु है त। म चाहिँ अर्को कोठामा आउँछु होइन, म चाहिँ त्यो पेस्ट्री सक्सेसफुली किचन भनेर गएर लुकाउँछु। अब चाहिँ होइन यसलाई भित्र लिएर जान्छु म, लेट्स गो। अनि म फ्रिजमा लुकाइदिन्छु होइन। यहाँ लुकाइदिएको छु होइन। अब हामी राति चाहिँ यो हुन्छ है त। सो यो चाहिँ गिफ्ट होइन मैले किनिदिएको, यो जुत्ता होइन, मम्मीलाई जुत्ता थिएन, सो यो जुत्ता चाहिँ मैले किनिदिएको। 12 o'clock भइसक्यो र अब चाहिँ हामी छ मलाई त। र यतातिर चाहिँ केक रेडी भइसकेको छैन पेस्ट्री। अब चाहिँ म उता गएर मम्मीलाई बर्थडे विस गर्छु है त। Mama, happy birthday. Thank you. Although reaction was casual, everything is okay, but I'm happy that I wished my mom exact at 12 midnight होइन। अलिकति तलमाथि भएको छ होला, but I'm happy that I wished her। ल ड्रेस अपमा नजानु होला, since I was sleeping and woke up and straightly went away and wished her। र अब बिहान के भन्नु, बिहान त भइ नै सक्यो। सो म चाहिँ अब आज राति के कस्तो हुन्छ, के कस्तो प्लान छ हजुरलाई देखाउने छु, हेर्दै होला, स्टे ट्युन। गाइस राति चाहिँ मैले खोजेको रियाक्सन पाइनँ होइन। मैले चाहिँ मम्मी अब सक भएर
जे खोजेको थिएँ त्यो भन्दा मेरो प्लान चाहिँ एक्चुअली के थियो भनेपछि म क्र्याकर्स जलाउँदै होइन अनि मम्मीलाई बर्थडे विस गर्न जान्थेँ भनेको थिएँ तर ड्यु टु सम रिजन्स आई कुडन्ट डु द्याट सिन्स इट वाज इनसाइड द रुम होइन तर स्टिल इट्स नट लेट कज टुडे इज द बर्थडे र आई ट्राई टु मेक इट अ ग्रान्ड सेलिब्रेसन सो म अहिले चाहिँ होइन मम्मीको फेभरेट एउटा फुड अथवा फेभरेट एउटा स्विट छ जुन म लिएर जाँदैछु सो के होला त्यो फेभरेट फुड अथवा स्विट म 5 सेकेन्ड्स दिइरहेको छु गेस गर्नु एक्स्ट्रा थाहा पाए नै हुन्छ तर फटाफट गेस गर्नु होला है त र मलाई इभिनिङ्समा आई एम गन बी द कुक सो आई एम अल्सो गन गिभ अ ग्लिम्स अफ यु टु यु अफ मी कुकिङ है त हेर्नु होला लेट्स गो एन्ड बाई फर नाउ है त मम्मीलाई लाग्ने त्यो मिठो कुरा र म चाहिँ अहिले कलेजबाट रिटर्न जाँदैछु होइन सो मम्मीको त्यो सामान किन्नलाई चाहिँ त्यो पुरै स्कुलकै कस्तो कलेजबाट आउने वेमै पर्छ सो म चाहिँ कलेजबाट घर जाने बेलै त्यो सामान किनेर जान्छु जुन चाहिँ हजुरले देख्नुहुन्छ है त र अनि अरू कुरा चाहिँ बेलुका आइएम हियर एट द स्विट सप होइन त्यो मम्मीलाई त्यो किन्दिनँ अरू फेभरेट थिङ लेट्स गो एन्ड बाई है त सो गाइज हियर इज इट होइन द थिङ र आई हेभ गट इट र के हो भनेर हजुर चाहिँ फर्दर अन थाहा पाउनुहुन्छ है मम्मीलाई चाहिँ होइन मेरो हातले मैले आफै बनाएको चटपटी चाहिँ मनपर्छ सो फर द्याट आई हेभ बट सम अफ द स्टफ्स विच वेयर नट एट द होम र त्यसले चाहिँ मेरो चटपटीमा अझ स्वाद लिएर आउँछ सो दोज स्टफ्स आर दिस होइन यो वाइवाई स्मल प्याक अफ चाउचाउ यो नट क्र्याकर्स र यो खट्टा मिठाको नट क्र्याकर यो वाइवाई अब म चाहिँ मम्मी घरमा आइसकेपछि चाहिँ म चटपटी बनाउँछु होइन र त्यो चाहिँ मलाई देखाउने छु है त सो आई एम गोइङ आउटसाइड टु बाई अ बिट मोर स्टफ्स होइन अब त्यो चाहिँ म किन्न जाँदैछु सो किनेर आउँछु अनि देखाउँछु है त द कुक सङ्गम खड्का यार होइन आई एम द कुक फर द डे र मैले भनेको थिएँ कि फर्स्टमा चाहिँ म चटपटे बनाउँछु सो यार एभ्रिथिङ इज रेडी होइन चटपटेलाई हजुरले हेर्न सक्नुहुन्छ यार इज पोट्याटो कोरिएन्डर पोट्याटो अगेन चप्ड ओनियन्स यता खुर्सानी छ र यता चाहिँ त्यो अघि नै पसलबाट किनेर आएको सम्पत्ति ल यता चाहिँ चना यो बदाम भट्टमा छ है त अब चाहिँ यो सँगसँगै म भुजा हालेर यो रेडी गर्नेछु र हजुरलाई फाइनल देखाउने छु है त कस्तो हुन्छ सो फाइनल प्रोडक्ट है त सो मैले प्रिभियसली होइन हजुरलाई भनेको थिएँ नि मोमोलाई मनपर्ने कुरा लिन जाँदैछु भनेर इफ यु हेभ गेस्ड इट इन द कमेन्ट्स देन कङ्ग्रेट्स होइन तर द थिङ वाट वाज द्याट भनेपछि इट्स orange in color होइन and the sweet is zeri also known as jalebi and it is birthday gift no another birthday gift